हेलो नमस्कार सम्पूर्ण साथीहरूलाई स्वागत छ विकास श्रेष्ठ लन्जीको युट्युब च्यानलमा। साथीहरू, मैले आज हिजो बुधबार 2083 साल साउन 6 गते बुधबारको गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तरहरूको भिडियो लिएर तपाईहरु सामु उपस्थित भइसकेको छु। मिति 2083 साल साउन 6 गते बुधबार गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तरहरूको भिडियो सुरु गरौँ। पहिलो नम्बरको क्वेशन रहेको छ, मदन पुरस्कार 2082 का लागि छनौट गरिएका उत्कृष्ट 10 पुस्तकको सूचीमा पर्न सफल पुस्तक कुन कुन हुन् भनेको छ। अब अज्ञात केशवराज गेवालीको, इथा केशव दाहालको, उत्कृष्ट ललित बिष्ट, नेपाल मण्डलसँग जोडिएको सिमरनगढको इतिहास रोशन कुमार झा, नेवार समुदायका परम्परागत मुकुण्डो नाच बीडा जोशी जुन चाहिँ राज भण्डारी, परिधि उमा सुवेदी, महायुग सीमा आवास, सलह श्रवण मुकारुङ, स्पर्श डाक्टर नवराज केसी र हिउँद नदीको रहेको छ। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा 2083 साउन 4 मा जारी विज्ञप्ति अनुसार गुठीलाई प्रदान प्राप्त कुल 298 पुस्तक मध्येबाट यी 10 कृति छनौट गरिएको हो। यी 10 मध्ये एक उत्कृष्ट कृतिलाई वर्ष 2082 को मदन पुरस्कार प्रदान गरिने छ। त्यस्तै गरी विक्रम सम्वत 2012 मा स्थापित मदन पुरस्कार पहिलो पटक 2013 मा प्रदान गरिएको थियो। पहिलो पटक गद्य विधामा सत्यमोहन जोशी, हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल, र विज्ञान विधामा बलराम जोशी, सचिव सत्यमोहन जोशी, चित्तरञ्जन र बलराम जोशीलाई अधिक विभव स्थिर विद्युत उत्पादकले यो पुरस्कार प्रदान गरेका थिए। चारवटा तपाईको यो ठ्याक्कै 2012 सालमा स्थापना, 2013 सालमा 3 जनाले सचिवले पाएका थिए भन्ने तरिकाले सम्झिनु होला। र यो विक्रम सम्वत 2075 देखि मदन पुरस्कारको राशि 4 लाख रुपैयाँ रहेको छ। 2 नम्बर क्वेशन, सन् 2026 मा अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजित 23औं फिफा विश्वकप फुटबलको ऐतिहासिक उपाधि चुम्ने राष्ट्र कुन हो? स्पेन। विश्वकप फुटबल 2026 जसमा प्रमुख नतिजा एवं तथ्याङ्क सम्बन्धी अद्यावधिक विवरण छ। विजेता स्पेन दोस्रो पटक विश्वकपको उपाधि जितेको, पहिलो सन् 2010 मा र अहिले 2026 मा। उपविजेता अर्जेन्टिना। फाइनलमा स्पेनले अर्जेन्टिनालाई 1-0 ले पराजित गरेको। फाइनलमा गोल गर्ने खेलाडी फेरान टोरेस। तेस्रो स्थान इङ्ल्यान्डले प्राप्त गरेको छ, फ्रान्सलाई 6-4 गोल अन्तरले पराजित गरेर हासिल। चौथो स्थान फ्रान्स। सर्वाधिक गोलकर्ता किलियन एम्बाप्पे, फ्रान्स 10 गोल। खेल र गोल सम्बन्धी समग्र तथ्याङ्कमा जम्मा खेल सङ्ख्या 104 वटा, समूह चरणमा भएको जम्मा खेल सङ्ख्या 72 खेल, जम्मा गोल सङ्ख्या 308 गोल, समूह चरणमा भएको जम्मा गोल सङ्ख्या 215 गोल, सहभागी राष्ट्र 48 वटा। प्रतियोगिता सञ्चालन सन् 2026 जुन 11 देखि जुलाई 19 सम्म। आयोजना स्थल अमेरिका, क्यानाडा र मेक्सिको। पहिलो पटक 3 देशमा आयोजना गरिएको। उद्घाटन मिति सन् 2026 जुन 11 मा। रङ्गशालामा उद्घाटन खेल मेक्सिकोको आङ्कोनिक एजटेका रङ्गशाला। पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले पराजित गरेको थियो। पहिलो गोल गर्ने खेलाडी जुलियन क्विनेसेस, मेक्सिकोका। पहिलो रातो कार्ड पाउने खेलाडी सेफेलो सिथोल, दक्षिण अफ्रिकाका। विशेष रेकर्डमा 3 फरक विश्वकप आयोजना गर्ने पहिलो रङ्गशाला मेक्सिकोको एजटेका रङ्गशाला बनेको छ। सन् 1970, 1968 र 2026। फाइनल खेल र अन्य महत्त्वपूर्ण जानकारी हेर्दा फाइनल खेलको विवरण। रङ्गशाला मेटलाइफ स्टेडियम, न्यू जर्सी, अमेरिका। मिति सन् 2026 जुलाई 19 मा फाइनल खेल भएको। मुख्य रेफ्री स्लोभेनियाका स्लाभको भिन्चिच। विशेष घटना तथा आधिकारिक सामग्री। मुख छोपेर बोल्ने खेलाडीलाई पहिलो पटक रातो कार्ड। मुख छोपेर बोल्ने खेलाडीलाई पहिलो पटक रातो कार्ड। मुख छोपेर रातो कार्ड प्राप्त गर्ने पहिलो खेलाडी पाराग्वेका मिगुएल अल्मिरोन छन्। आधिकारिक बलको नाम त्रिवोन्डा। सन् 2025 अक्टोबर 2 मा सार्वजनिक। त्रिवोन्डाको अर्थ त्रि भन्नाले 3 आयोजक राष्ट्र अमेरिका, क्यानाडा र मेक्सिको, र ओन्डा भन्नाले स्पेनिस पोर्चुगिज भाषाका तरङ्ग हुने सहभागी राष्ट्र सम्बन्धी जानकारीमा सन् 2026 सम्म विश्वकप खेल्ने देशहरूको कुल सङ्ख्या 84 पुगेको छ। सन् 2026 को विश्वकप खेल्ने 4 नयाँ देश केप भर्डे,
उज्बेकिस्तान, कुराकाओ र जोर्डन। सन् 2026को विश्वकप खेल्ने क्षेत्रफल र जनसङ्ख्याको आधारमा सबैभन्दा सानो देश कुराकाओ रहेको छ। त्यस्तै गरी विश्वकपको सरसर्ती हेर्दा ब्राजिलले 5 पटक, जर्मनीले 4 पटक, इटलीले 4 पटक, अर्जेन्टिनाले 3 पटक, फ्रान्सले 2 पटक, उरुग्वेले 2 पटक, स्पेनले 2 पटक र इङ्ल्यान्डले 1 पटक विश्वकप जितेका छन्। इङ्ल्यान्डले सन् 1966 पुरस्कार रकमको विवरणतर्फ विजेताले 5 करोड अमेरिकी डलर करिब 7 अर्ब 50 करोड नेपाली रुपियाँ हुन्छ। उपविजेताले 3 करोड अमेरिकी डलर, तेस्रो हुनेले 2 करोड 90 लाख अमेरिकी डलर र चौथो स्थानमा हुनेले 2 करोड 70 लाख अमेरिकी डलर प्राप्त गरेका छन्। पाँचौँ हुनेले 5 देखि 8औँ स्थानसम्मकोले 1 करोड 90 लाख अमेरिकी डलर, 9 देखि 16औँ स्थान हुनेले 1 करोड 50 लाख अमेरिकी डलर, 17 देखि 32औँ स्थानमा 1 करोड 10 लाख अमेरिकी डलर र 33 देखि 48औँ स्थानकाले 90 लाख अमेरिकी डलर प्रति टोली करिब 1 अर्ब 35 करोड रुपियाँ प्राप्त गरेका छन्। प्रधानमन्त्री कार्यसम्पादन एकाइको स्थापना तथा सञ्चालन कहिलेदेखि भएको हो? विक्रम सम्वत 2083 साउन 3 मा आधार 18 बुँदे राष्ट्रिय प्रतिबद्धता मन्त्री परिषदबाट स्वीकृत मिति 2083 असार 18 गते, मसौदा सार्वजनिक मिति 2083 चैत 30 गते। अन्तर्राष्ट्रिय पृष्ठभूमि सन् 2001 मा बेलायतका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरको कार्यकालबाट सुरुवात। अङ्ग्रेजी नाम र अवधारणा डेलिभरोलोजी। उद्देश्य कार्यक्रम कार्यान्वयन, अनुगमन, समन्वय, पुँजीगत खर्च वृद्धि, सेवा प्रवाह सुधार र नतिजामूलक शासन रहेको छ। 4 नम्बर क्वेसन छ, अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सन् 2026 जुलाईमा 111औं सदस्य मुलुकका रूपमा कुन राष्ट्रलाई अनुमोदन गर्यो? मौरिसस। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सन् 2026 जुलाईमा 111औं सदस्य मुलुकका रूपमा कुन राष्ट्रलाई अनुमोदन गर्यो? मौरिसस। सन् 2026 जुलाई 15 मा स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न आइसिसी वार्षिक सम्मेलनले मौरिससलाई 111औं सदस्य राष्ट्रको रूपमा अनुमोदन गरेको छ। मौरिससको आगमनसँगै आइसिसीमा एसोसिएट राष्ट्रको सङ्ख्या 79 पुगेको छ भने यो आइसिसीमा आबद्ध हुने अफ्रिकी महादेशको 23औं देश बनेको छ। आइसिसीको सदस्यता प्राप्त गरेसँगै मौरिसस क्रिकेट सङ्घले अब अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता, विकास कार्यक्रम तथा प्रशिक्षण एवं अम्पायर तालिमका सुविधा प्राप्त गर्नेछ। 5 नम्बर क्वेसन, भारतमा पहिलो पटक हाइड्रोजन इन्धनबाट चल्ने रेलको उद्घाटन कहिले गरिएको हो? सन् 2026 जुलाई 17 मा जिन्द सोनिपत मार्ग। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जुलाई 17 मा हरियाणाको जिन्द रेलवे स्टेसनबाट सो रेलको उद्घाटन गरिएको हो, जुन जिन्द सोनिपत मार्गमा सञ्चालन गरिएको 10 डिब्बा रहेको सो रेल विश्वकै सबैभन्दा लामो र बढी क्षमता भएको हाइड्रोजन यात्रुवाहक रेलका रूपमा दाबी गरिएको छ। यो रेल पूर्ण रूपमा कार्बन उत्सर्जन रहित छ, जसले इन्धनका रूपमा हाइड्रोजन प्रयोग गरी उप-उत्पादनको रूपमा जलवाष्प र ताप मात्र उत्सर्जन गर्दछ। यस प्रविधिको सफल सञ्चालनसँगै भारत, जर्मनी, चीन, जापान र अमेरिका जस्ता हाइड्रोजन रेल चलाउने सीमित राष्ट्रको सूचीमा थपिएको छ। 6 नम्बर क्वेसन, हालै पोखरामा सम्पन्न नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको 13औं बैठकद्वारा नेपालबाट भारततर्फ विद्युत निर्यात क्षमता बढाएर कति मेगावाट पुर्याउने निर्णय गरिएको छ? कति निर्णय भएको छ? 1650 मेगावाट। इनरुवा, पुर्णिया र दोधारा बरेली 400 किबी लाइनका लागि नेपाल र भारतको सहकार्यमा संयुक्त उपक्रम कम्पनी खोलिने। चमेलिया जौलजीबी 220 केबी लाइन सन् 2028 डिसेम्बरसम्म सम्पन्न गर्ने र मोतिहारी निजगढ लाइनको डिपिआर स्वीकृत। नयाँ बुटवल गोरखपुर लाइन सन् 2026 सम्म 220 केबीमा चलाएर तत्काल 200 मेगावाट निर्यात र 130 मेगावाट आयात गरिने। आगामी 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात एवं नेपालको सन् 2035 सम्म 28,500 मेगावाट उत्पादनको लक्ष्यमा सघाउने। 7 नम्बर क्वेसन, नेपाली राजनीतिज्ञ अर्को चुनावको मात्र चिन्ता गरिरहन्छन्, तर देशमा अर्को पुस्ताको चिन्ता गर्ने राजनेता चाहिएको छ भन्ने भनाइ कसको हो? नेपाली राजनीतिज्ञ अर्को चुनावको मात्रै चिन्ता गरिरहन्छन्, तर देशमा अर्को पुस्ताको चिन्ता गर्ने राजनेता चाहिएको छ भन्ने भनाइ कसको हो? गणेशमान सिंहको। 8 नम्बर क्वेसन, विश्व युवा दक्षता दिवस कहिले मनाइन्छ? जुलाई 15 मा। संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा सन् 2014 डिसेम्बरमा घोषणा भई सन् 2015 देखि मनाउन सुरु गरिएको हो। सन् 2026 मा 12औंको नारा साझा भविष्यका लागि सिप दिवसको उद्देश्य युवामा सिप विकास, मर्यादित रोजगारी
उद्यमशीलता र आर्थिक सशक्तिकरण प्रवर्धन गर्ने रहेको थियो। नारा साझा भविष्यका लागि सिप र दिवसको उद्देश्य भनेको युवामा सिप विकास, मर्यादित रोजगारी, उद्यमशीलता र आर्थिक सशक्तिकरण प्रवर्धन गर्ने रहेको छ। 9 नम्बर क्वेसन, नेपाल सरकार मन्त्री परिषदको विक्रमसम्म 2083 असार 24 को निर्णय अनुसार नेपालको 30औं मुख्य सचिवको पदमा कसलाई नियुक्त गरियो? गोविन्द बहादुर कार्की। 10 नम्बर क्वेसन, बागमती प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा कहिले गरिएको हो? विक्रमसम्म 2083 असार 26 गते हेटौडामा आयोजित एक समारोहमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाद्वारा प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गरिएको। सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गरिएको बागमती तेस्रो प्रदेश हो। यसअघि कर्णाली र गण्डकी प्रदेशलाई घोषणा गरिएको थियो। 11 नम्बर क्वेसन छ, एसियाली विकास बैंक एडिबीद्वारा सन् 2026 जुलाईमा सार्वजनिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 मा नेपालको आर्थिक वृद्धि दर कति कायम हुने अनुमान रहेको छ? 3.9%। यो आँकडा सरकारले चालु आर्थिक वर्षका लागि गरेको संशोधित अनुमान हाराहारीकै हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आवमा आर्थिक वृद्धि दर 3.88% सीमित रहने अनुमान गरेको थियो। 12 नम्बर क्वेसन, नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याए बापत अन्तर्राष्ट्रिय संस्था वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट सर्टिफिकेट अफ एक्सेलेन्स प्राप्त गर्न सफल नेपाली फोटो पत्रकारको हुन् प्रदीप राज पन्त। सन् 2026 मेमा T20 अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एकै खेलमा 9 विकेट लिएर विश्व कीर्तिमान कायम गर्ने पहिलो खेलाडी को हुन्? लाउरा कार्डोसो। ब्राजिलकी महिला क्रिकेटर 21 वर्षीय लाउरा कार्डोसोले लेसोथो विरुद्धको खेलमा 9 विकेट लिँदै T20 अन्तर्राष्ट्रिय पुरुष र महिला दुवैतर्फ 9 विकेट लिने विश्वकै पहिलो बलर बनेकी छन्। साथीहरू, गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तरको भिडियो यहीँ सकिएको छ। तपाईको तयारीलाई निरन्तरता दिनुहोला। धन्यवाद।